हामी इमानदार नैतिक बन्छौँ। हामीले समयको महत्त्व बुझ्नु जरुरी छ। हामी समयको महत्त्व बुझ्दैन रहेछौँ। त्यसले गर्दाखेरि हामी चाहिँ समयको महत्त्व बुझौँ। म यो भन्न चाहन्छु, त्यो पनि हो। त्यसले गर्दाखेरि समयको महत्त्व बुझ्नुपर्छ। म त्यो पर्दैन, तपाईँलाई बुझ्नु। समयको महत्त्व बुझ्नुपर्छ र बुझाउनु पनि पर्छ। समयको महत्त्व नबुझेकै कारणले गर्दाखेरि छिमेकी मुलुकहरूले हामीलाई 100 वर्ष 150 वर्ष पछाडि छोड्छ। हामीलाई केही गर्नु छैन है, केही छैन। त्यसले गर्दाखेरि हामी त्यस्तो भयौँ। अब चाहिँ समयको महत्त्व हामीले बुझाउनुपर्छ। हामीले चाहिँ समयको महत्त्व, म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, 1 बजी बैठक भने 1 बजी 1:15 मिनटमा तपाईँहरू आइपुग्नै पर्छ। त्यस्तो इमर्जेन्सी काम छैन भने छ भने चाहिँ म आउँदिनँ भन्नुहोस् है। हामी एकअर्कालाई पर्खापर्खी गर्दाखेरि 2 घन्टा 3 घन्टा ढिलो भइराखेको हुन्छ है। राम्रो बुझौँ है, राम्रो बुझौँ है। 1 घन्टाको कामलाई हामीले 3 घन्टा ढिलो गर्छौँ भने 1 वर्षमा गर्नुपर्ने कामलाई 3 वर्ष ढिलो हुन्छ है। त्यसले गर्दाखेरि हामी ढिलो हुन्छ। समयको महत्त्व हामीले चाहिँ बुझ्नुपर्छ। समयको महत्त्व बुझोस्। यो पनि भन्न चाहे मैले। थुप्रै कुराहरू छन् हामीले बुझ्नुपर्ने। What we do, we teach the same. हामी जे गर्छौँ त्यो अरूलाई हामी सिकाउँछौँ है। अरूलाई हराएर होइन, आफूले गरेर अगाडि बढेर नेतृत्व गर्छ श्रम संस्कृतिले होइन। अफिसमा आफू चाहिँ खुट्टा हलाउँदै बस्ने अनि त्यस्तो गर उस्तो गर होइन। हामी अगाडि बढ्छौँ र यसरी काम गर्नुपर्छ भन्छ श्रम संस्कृतिले। हामी हाकिम पल्टाउनलाई, यहाँ नेता बन्नलाई आएको होइन है। हामी यो देशको श्रमिक बन्नलाई आएको हो। हामी यो देशको उत्पादनका लागि, निर्माणका लागि, श्रमदान गर्नका लागि, श्रमदाता बन्नका लागि है। यो कन्सेप्ट हामीले बिर्सनु हुँदैन। हामी हरेक कुरामा गम्भीर बन्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनी है, जीवनलाई तपाईँले खेलठट्टा मान्नुभयो भने लागि जो है, जस्तो सोच्यो त्यस्तै बन्छ जीवन। तपाईँले जीवनलाई खेल होइन यो हाँसी मजाकै भन्नुभयो भने त्यस्तै बन्छ है। म दिनभरि रक्सी खाएर माथेर बिताउँछु जीवन भन्नुभयो भने होइन, त्यस्तै बन्छ। जतिन्जेल तपाईँको सम्पत्तिले भ्याउँछ, पैसाले भ्याउँछ, तपाईँ त्यतिन्जेल खानुहुन्छ होइन, अनि मरेर जानुहुन्छ। हामी जीवनलाई कसरी हेर्छौँ? हाउ वी पर्सिभ आवर लाइफ, हाउ वी पर्सिभ आवर लाइफ। जीवनलाई कसरी हेर्छौँ? हाम्रो पर्सेप्सन के हो? जीवनप्रतिको हाम्रो धारणा के हो है भन्ने कुरा ठुलो कुरो। त्यसले गर्दा हामी हरेक कुरालाई गम्भीर भएर मनन गर्छौँ, गम्भीर भएर लेख्छौँ। त्यो अर्थमा तपाईँ एउटा आम मानिस हो है। हामी एउटा आम मानिस हो। म आफू पनि एउटा आम मानिस हो है। साधारण मान्छे हो तर मान्छे हो है। हामी गर्न सक्छौँ, हामी जुट्न सक्छौँ। यो देश उठाउनका लागि हामी जुट्न सक्छौँ भन्ने कुरा हामीले प्रमाणित गर्छौँ। यहाँ कोही एमालेको पनि हुनुहुन्छ होला, कोही कङ्ग्रेसको हुनुहुन्छ होला, कोही माओवादीको पनि हुनुहुन्छ होला, कोही केको हुनुहुन्छ होला। तपाईँहरूलाई लागिरहेको होला म त यसमा आबद्ध छु अलरेडी, अब यसमा पसेछु भन्ने लागिरहेको, त्यसले छेकिरहेको होइन। हामीलाई 3टा कुराले विभाजन गर्छ। नम्बर 1 मा जात आउँछ है। राईको छोरो, बाहुनको छोरो, कामीको छोरो, दमाईको छोरो, मधेसीको छोरो, छोरी, छोरो मात्रै भन्दाखेरि होइन, त्यो लैङ्गिक विभेद पनि हुनसक्छ है। त्यसले गर्दा हामी के हो त एक ठाउँमा आउँदैन। जातले विभाजन भएन भने हामीलाई पार्टी लगाइदिएको छ। पार्टी लगाइदिइसकेपछि बाउ छोरा बिच हानाहान, मामा र भान्जा बिच हानाहान, पल्लो घरको छिमेकी पल्लो घरमा बोल्दैन किनभने पार्टी है। जाति, पार्टी र धर्मले पनि हामीलाई छुटाएको। यी 3टै कुराहरूदेखि माथि उठ्न सक्यौँ भने मात्रै हामी हाम्रो देशलाई देख्छौँ। तपाईँ उठ्न तयार हो? है, त्यो 3टा पर्खालभन्दा माथि उठ्नुपर्छ। असम्भव नै के छ र हामी जुट्ने भए विभाजनका पर्खालदेखि माथि उठ्ने
है। असम्भव केही पनि छैन, तर असम्भव बनाइदिएको छ। हामी बिचमा डिभाइड एन्ड रुलको गेम खेलिएको छ। धेरै लामो समयदेखि हामी एकअर्कासँग लडेर नष्ट भइरहेको छ। त्यो हाम्रो एकअर्कासँग लडेर एकअर्काको टाउको फुटाफुट गर्ने, खुट्टा भाँचाभाँच गर्ने, एकअर्कालाई मुद्दा हालहाल गर्ने जुन छ त्यो ऊर्जालाई अब राष्ट्र निर्माणका लागि हामी बनाउँदैछौँ, जुट्नेछौँ। त्यसका लागि हामीले श्रम संस्कृतिको सुरुवात गरेको कुरा म यहाँहरू सम्पूर्णलाई निवेदन गर्छु है। हामी जेनजीलाई ढुङ्गा हान्न सिकाउँदैनौँ, ढुङ्गा बोक्न सिकाउँछौँ। जत्रो सक्छ हाम्रो युवा पुस्तालाई दुरुपयोग गर्दैनौँ। सम्पूर्ण जेनजीलाई पनि म भन्न चाहन्छु, म यस्तो उस्तो भनेर तपाईँहरू नकुदिनु। We need youth to build up the nation. We don't need youth to destroy the nation. हामी देशलाई भत्काउनका लागि, राष्ट्रलाई भत्काउनका लागि युथलाई हामी दुरुपयोग गर्दै है, मिसयुज गर्दै यी कुराहरू प्रष्ट हुन्छ। त्यो भन्न चाहन्छु। धेरै भनिरहँ भने रात पर्छ है, हामी विभिन्न ठाउँबाट पनि आएको छ। यसो भएको कारणले गर्दाखेरि हामी यो माटोलाई अत्यन्तै धेरै माया गर्छौँ। हाम्रो चुनाव चिन्ह पनि त्यही भएर माटो राखेको। अर्घ साम्पाङलाई खोज्दै जानुहुन्छ भने ऊ माटोको कथा गाउने मान्छे एउटा हो। अर्घ साम्पाङले अहिलेसम्म मेरो बारेमा जे जति तपाईँहरूले रिसर्च गर्नुपर्ने, रिसर्चेबल मान्छे त होइन, सानो मान्छे हो, तर रिसर्च गर्नुहुन्छ भने उसले जहिले पनि माटोको कुरा गर्यो। उसले जहिले पनि यो देशको भूगोलको कुरा गर्यो, सिमानाको कुरा गर्यो, देशको सम्प्रभुताको कुरा गर्यो होइन, स्वाधीनताको कुरा गर्यो। जानेर गर्यो, नजानेर गर्यो, कहिले बोल्न जानेर पनि गर्यो होला, कहिले बोल्न नजानेर पनि गर्यो होला। तर यो देश, यो माटोको कुरा हामीले चाहिँ गरिरहनुपर्छ भन्ने आवाज उठाएको मान्छे हो। र मेरो विचारलाई तपाईँहरूले अनुमोदन गर्नुभएको छ, स्वीकार गर्नुभएको छ। भन्नुको मतलब अब तपाईँ पनि अर्घ साम्पाङै हो। अर्घ साम्पाङ इज नट माई नेम है। अर्घ साम्पाङ इज नट माई नेम। म त हर्कराज राई हो। को त अर्घ साम्पाङ भन्दा अर्घ साम्पाङ इज अ रेभोल्युसन। वाट काइन्ड अफ रेभोल्युसन इज ही अर इज द्याट भन्दाखेरि कलम र औजार, विचार र औजारको क्रान्ति हो त्यो है, पसिना र चेतनाको क्रान्ति हो। तपाईँ हरेक मान्छे अब त्यसरी जानुपर्छ। त्यो मेरो पर्सनल नाम होइन, त्यो मेरो पर्सनल नाम होइन। मलाई खुसी लाग्छ, एक समयमा मेरो विचार सुन्न कहिले कसै आउँदैन थियो। अहिले यसो हेर्छु भइराखेको देख्दाखेरि यस होइन, धैर्यता र निरन्तरताले सफलता ल्याउँदो रहेछ भन्ने कुरा मलाई महसुस भएको छ। इमान्दार भएर लागिरह्यो भनेदेखि तपाईँको पनि हामी केही हदसम्म सफल हुन सक्दो रहेछौँ भन्ने कुरा मैले अहिले नै र त्यो हाम्रो वैचारिक सफलताको होइन एउटा उदाहरण हामीले ठाउँ ठाउँमा टिमहरू बनाइरहेका छौँ। व्यवस्थापन गर्न बाँकी छ। मैले अघि भने यहाँनिर पद होइन देश भन्ने मान्यता हुन्छ, नेता होइन बुवा श्रमदाता भन्ने मान्यता हुन्छ, कार्यकर्ता होइन श्रमदाता भन्ने मान्यता हुन्छ भनिसकेपछि हामी डिफरेन्ट छौँ है। हामी फरक छौँ, अरूभन्दा फरक तरिकाको शैली छ। आज हामी भेट्यौँ, अब हामी यो माटोलाई वचन दिन्छौँ। यो माटोलाई हामी के गर्छौँ? वचन दिन्छौँ। यो माटो भनेको देश, यो देशलाई वचन दिनको लागि तयार हो। त्यसो भने हामीले तपाईँलाई दिएको एक चिम्टी माटो या कति माटो छ, त्यो माटोलाई तपाईँले दाहिने हातमा पक्राउनुहोस्, दाहिने हातमा मुठीमा र उभिदिनुहोस् एकचोटि प्लिज है। र उन्नति गर्न सकिन्छ।